भाइरल भयो भने हेलो साथीहरु सेवर एन्ड वेलकम हजुरहरुलाई मेरो न्यू भिडियोमा स्वागत छ भन्दै हेर्नु न आज चाहिँ म धेरै बिजी भएर अहिलेदेखि मात्रै ब्लग स्टार्ट गरे किनभने चाहिँ म एकदम बिजी थिए हैन बिहानदेखि चाहिँ मैले स्टार्ट गर्न सकिनँ अहिलेदेखि मात्रै म भिडियो सुट गर्दै छु लगभग अहिले बजेको थियो होला 10 साढे 10 भइसकेको थियो खाना खाइसकेर मैले भिडियो स्टार्ट गरेको है साथीहरु हैन एकदम बिजी भयो नि त अनि त्यही भएको कारणले मैले चाहिँ अहिले मात्रै ब्लग स्टार्ट गर्दै छु अनि हेर्नुस् न म चाहिँ सुँगुरको दाना काट्दै छु है रक्सी बसाउँदै हैन के गर्नु सुँगुर पालेपछि त दुःख त भइहाल्छ र चाहिँ जाडो बसाएको छु मान्छे साथीहरु म चाहिँ भित्र गरेछु छामेको है जार पुरा तातो थियो नि त त्यही भएर मैले टिपिन एकछिनमा टिप्नु पर्ने हुन्छ भन्दै म चाहिँ बाहिर लागेर यसो छामेको कि पानी पुरा तातिसक्यो अब साथीहरु मैले रक्सी उतार्नु पर्ने हुन्छ हैन यसो हेरेको पुरा बोरेको रहेछ रक्सी त हो म त एकछिन दाताले हैन अनि बाहिर के कसो गरौँ भयो अनि मग टिपेर निकालेको मैले पुरा भरेर पोखिराखेको रहेछ पुरा हैन रक्सी चाहिँ फेरि ठ्याक्कै हैन सुँगुरको चारो पनि सकेको थियो मेरो त्यही माथि फेरि मैले चाहिँ मुलाको त्यो पत्ताहरू अघि नै ल्याएर मैले काटेको थिएँ हैन अघि अगाडिको भिडियोमा देख्नुभयो होला तपाईहरुले अनि मैले काटेर रेडी बनाएको थिएँ अनि म चाहिँ पुरा हाल्दैछु हो यसरी बनाएर दिँदाखेरि मेरो सुँगुरले चाहिँ एकदम मजा गरी चारो खान्छ है साथीहरु हेर्नु न साथीहरु कस्तो बिजोक भयो त्यो चारो खाँदैको कि पानी फेरि माथि आएर पुरा आगो मारिदियो कि मेरो अनि म चाहिँ पुरा निकाल्दै छु हतार हतार मेरो काम भनेको चाहिँ साथीहरु कति धेरै छ नि त्यही भएर पुरा आत्तिँदै म काम गर्दैछु फेरि म आज फेरि एक्लै थिएँ क्या फाइनली साथीहरु मैले चाहिँ सुँगुरको चारो पनि बसिसकेँ अब आमालाई नुहाइदिनु पर्ने हुन्छ तब तक तपाईहरुले मलाई हेर्दै गर्नु होला है मैले चाहिँ साथीहरु अघि रक्सी पारेको त्यो तातो पनि राखेको थिएँ नि त आमालाई नुहाइदिन्छु भनेर त्यही भएर आमाले म नुहाइदिँदैछु साथीहरु आमाले नुहाइदिँदा चाहिँ ढिलो गर्नु नै हुँदैन क्या किनभने आमा अलिक रोगी हुनुहुन्छ नि त त्यही भएर घामी हाल्नुहुन्छ कि छिटो गरेर चाहिँ म साथीहरु नुहाइदिँदैछु अहिले फाइनली साथीहरु मैले चाहिँ आमालाई नुहाइदिइसकेँ अनि लुगा पनि लगाइदिँदैछु अब अनि के साथीहरु बाहिर गर्दा भित्र आउँदैन भित्र गर्दा बाहिर आउँदैन एक्लै गर्नु त साह्रो छ त हो साथीहरु मेरो जार पनि सेल्यो अनि मर्चा मोलेर म चाहिँ जार उठाउँदैछु के गर्नु साथीहरु भित्र बाहिर आफै हैन पुरा हतार गर्दै म चाहिँ जार उठाउँदैछु साथीहरु के गर्नु यस्तै छ अनि के साथीहरु अघि आमा नुहाएर फुकालेको कपडाहरू धुनु पर्ने थियो नि त अनि मैले चाहिँ धुलाएर सुकाउँदैछु मेरो पनि एक दुईटा थियो अनि के साथीहरु हाम्रो आमाले चाहिँ घाँस दिँदै हुनुहुन्छ हेर्नु न नसक्दा त्यसो लागि बस्नु नि बुढी मान्छे यस्तै हो कि साथीहरु हेर न अब के गर्दैछ भने घाँस पो दिँदै रहेछ हेर कति भ्याएको छैन नि त कति काम छ साथीहरु ओ हेरेको नानी हेर्दै बसिरहेको छ उनीहरू अनि के साथीहरु मैले हिजो काटेको घाँस है यो चाहिँ देखा हेर्नु न साथीहरु काटेको घाँस पनि हाम्रो घरमा चाहिँ दिनु एकदम गाह्रो मान्छ कम्ता रिस उठ्दैन हो आफू चाहिँ मरि हैन भित्र बाहिर काम गर्नुपर्छ हाम्रो घरमा चाहिँ फेरि 3 जना 4 जना लाठेहरू छ र पनि रुखमा चढेर घाँस झार्नै सक्दैन क्या जे रोज मै रुखमा चढ्नुपर्छ मै घाँस झार्नुपर्छ कम्ता रिस उठ्दैन हो साथीहरु यस्तो पर्दाखेरि नि छ हरामी गाईहरु नि यस्तो मजाले घाँस काटेर दिँदा त चुप खानु नि साथीहरु खानै मान्दैन भोकलाई चाहिँ भुडी सुकिसक्यो अब चाहिँ यहाँ मरेर दिनुपर्छ उनीहरूलाई हेर न त्यहाँ खेल्छ पो खान्छ भोक लाग्यो अहिले साथीहरु लगभग कति बज्यो भन्दाखेरि 12:06 भइसक्यो साथीहरु अझै पनि मेरो काम सकेकै छैन भन्दा अहिले बल्ल सकाएँ अब नुहाएर रक्सी हाल्छु अनि भेटौँला साथीहरु है म नुहाउँछु अब म नुहाएको हजुरहरूले हेर्नुहुन्छ अबे मजा आएगा ना हेर्नु साँच्चै हेर्ने ल क्यामेरा यतिकै राखेर नुहाउँछु नि म त फेरि फाइनली साथीहरु म चाहिँ नुहाइ पनि सकेँ अब मैले रक्सी चाहिँ लाएको छुइनँ नि त बदलमा अब म रक्सी फुट्छु मलाई साथीहरु मेरो रक्सी आज अलिकति धेरै झरेछ नत्र 7 बोतल मात्रै भएको थियो एक्साइटेड मैले थोरै खाएको थिएँ पेट फुल्यो म मेरो काम फिनिस गरेँ
अब एकछिन घाम ताप्छु म साथीहरू घाम ल साथीहरू हेर्दै गर्नु होला भन्दै अहिलेको लागि बाई बाई साथीहरू मैले चाहिँ बल्ल बल्ल काम सकेँ हेलो साथीहरू फाइनली मैले चाहिँ काम दाम सबै सकेर पनि होइन नुहाएँ अनि अलिअलि क्रिम लगाएँ साथीहरू किनभने अनुहार सबै फुस्रो देख्छ नि त सबै नुहाएर त अब हात खुट्टाहरू फुटेको हुन्छ नि साथीहरू त्यही भएर सबै फुस्रो देख्छ त्यही भएर म अलिअलि क्रिम लगाएँ साथीहरू तपाईँहरूले मेरो काम धाम त देखि नै हाल्नुभयो होला होइन मेरो काम कस्तो लाग्यो तपाईँहरूले भनिदिनु होला कमेन्टमा भन्दै अनि एउटा कुरा साथीहरू मलाई लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला भन्न चाहन्छु साथीहरू मलाई कमेन्ट नगरे पनि लाइक त हान्नु न साथीहरू कस्तो निष्ठुरी हो मेरो माया लाग्दैन अहिले त ठुलो फल्ट न तिमीहरू ठुलो फल्ट न म भाइरल भयो भने फेरि तिमीहरूलाई त फेरि म फुटेको आँखालाई नि हेर्दिनँ नि फेरि ल साथीहरू नेक्स्ट भिडियोमा भेटौँला भन्दै हजुरहरूबाट म बिदा लिन चाहन्छु हजुरहरूको दिन शुभ रहोस् भन्दै बाई बाई एभ्रिवान